खोइ कहाँ अहिले अब आउन आँट्यो नि त। ए त्यो फरकको रूपमा छिप्पिहाल्छ अनि के गर्नु, पानीमा डुबाएर राख्नु। चारो खोज्नु गएको रे, यस्तो राम्री सो ब्युटिफुल ड्राइभरलाई निन्द्रा लाग्यो रे। ड्राइभर दाइलाई निन्द्रा लाग्यो रे। यस्तो नि हुन्छ। यो चाहिँ के थाकेको हो? के हात्ती लगेको? हामी चाहिँ आज सुँगुरलाई चारो खोज्न आएको होइन। यहाँ सुँगुरलाई चारो काट्दा हुन्छ। तिमी चाहिँ कहाँ छौ? तिमी झन् लुकिराखेको छौ होइन। ऊ साथी चाहिँ लुकिराखेको छ। काट्यो धनुले चारो काटो भन्नु टन्नै छ है यहाँनिर चाहिँ। धनु भएकोनिर चाहिँ एक बोरा लानु पर्यो नि हो। त्यतिकै सुँगुर पालेर हुन्छ होइन। मासु मिठो त्यतिकै हुन्छ सुँगुरको। पोर्क भन्दा पोलेर खानु सजिलो छ। यसरी काट्ने चारो। तर म पनि लाउनु पर्ने फेरि बोरामा। के गर्नु भएको बजै? चारो नाप्ने नि चारो के गर्नु। सुँगुर पाल्दा चाहिँ 5वटा यसरी राम्रो लगाएर आउनुपर्छ केराबारीको रोडमा। बसाउँदैछ मिठो हुन्छ नि त। रातो पोर्क खानुलाई पोलेर शक्ति भनेको यो कस जानु राम्रो आउँछ। मेहनत त गर्नु पर्यो नि त होइन। मेहनतको फल मिठो हुन्छ अरे। यो दाइहरू पनि उफ्रिँदै गइराख्नु भएको छ। हामी हाम्रो काम गर्छौँ। म पनि आउँछु भलकमा अरे हौ। ए ल भन्नु नि। ए पिनट ब्लग यस चारोको भारी पुगो। जिम जानुपर्छ यस्तो गरेर मरुन्जासम्म पसिना आउने गरेर काम गर्नुपर्छ। यत्रको जिम आऊ न तिमीहरू। जिम जाने पैसाले खर्च गर्ने पैसाले तातो घाममा चारो काट्नुपर्छ, सुँगुर पाल्नुपर्छ। ए पुगो 2 दिनलाई ठ्याम्मै यति भयो। मानिसको जिम धनु च्याउ खानु आउन। कति राम्रो च्याउ रहेछ। धने च्याउ कति रहेछ। यो ठुलो रुखमा त हेता वरिपरिदेखि लिएर माथिसम्म रहेछ। हामीले त्यो चारो काटिसक्यौँ होइन। अब चाहिँ शीतलमा बस्न आएको। मर्ने बेला भयो नि त। 2 बोरा चारो काट्यो नि आधी घन्टा लाग्यो त चारो काट्ने साथी। अब हामी यहाँ चिसो पानी म क्यामेराम्यान बिरेनुन र खुर्सानी ओकाबारे तर आधी छ। खाँदैछौँ है हामी चाहिँ काका। भयो। दिल कर रहा है किसी को परेशान करूं, लेकिन पता नहीं चल रहा सुकून से जी कौन रहा है। हाँ मेरो प्यारो मान्छे तिमी एक्लै नजाऊ न। जाने भए मलाई पनि साथै लैजाऊ न। त्यो डिसाइड चाहिँ न्युजले गर्नु छ साथ लैजाने कि नलैजाने है। ल तिम्रो दुईजनाले चाहिँ यस्तो अगाडि गीत मन परेन नि तिम्रो दुईजनालाई। दिल कर रहा है किसी को परेशान करूं, लेकिन पता नहीं चल रहा सुकून से जी कौन रहा है। हाँ